जय मसीह यहाँहरू सबैजनालाई 2026 को तपाईहरुलाई शुभकामना म दिन चाहन्छु। जति वर्षहरू बित्दै जान्छन् हाम्रो दिनहरू त्यति नै छोटो भइरहेका हुन्छन्। अनि यो हामी एक दिन मर्नुपर्छ अनि मृत्युपछि चाहिँ न्याय छ, प्रभुले न्याय गर्नुहुन्छ। तर विश्वासमा भएका व्यक्तिहरूलाई उहाँले अनन्त जीवन त दिनुहुन्छ, तर उहाँले हिसाब किताब माग्नुहुन्छ हामीले कति उहाँको लागि सेवा गर्यौं। मत्ती 25 को 14 मा लेखिएको छ, आओ मेरा पिताका धन्यको हो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर भनेर प्रभुले भन्नुहुन्छ। या त मत्ती 25 कै 41 पदमा लेखे चाहिँ, श्रापित मानिस हो, मबाट दूर हो र दियावलास र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा जाओ। कुन कुरा पाउने हामी योग्यका छौं? प्रियहरू, 2025 हाम्रो कस्तो भयो मलाई थाहा छैन, तर आशा छ तितोपन मिठोपनबाट हामी गुज्रियौं। तितोपनलाई हामीले पाठको रूपमा लिनु पर्दछ, तर मिठोपनलाई प्रभुप्रति धन्यवादी हुने कुराको रूपमा हामीले लिनु पर्दछ। तर 2026 हाम्रो लागि आशिषमय हामीले बनाउन सक्छौं। प्रियहरू, विगतलाई हामी परिवर्तन गर्न सक्दैनौं, तितो अनुभवहरूलाई हामीले परिवर्तन गर्न सक्दैनौं, तर भविष्यलाई हामीले परिवर्तन गर्न सक्छौं। तर त्यो चाहिँ वर्तमानमा ती कुराहरू निर्भर रहन्छ। यो वर्तमान समयमा तपाईले र मैले परमेश्वरको राज्य, परमेश्वरको धार्मिकता, परमेश्वरको पवित्रतालाई फोकस गरेर जिउन सक्छौं। प्रियहरू, यो 2026 लाई हामी कसरी जिउने भन्ने कुरा तपाईको र मेरो हातको कुराहरू नै हो। तपाईको र मेरो स्वतन्त्र इच्छामा परमेश्वरको आराधना गर्नलाई, परमेश्वरको सेवा गर्नलाई तपाईले र मैले छान्नु र चुन्नु पर्दछ। 2026-25 कस्तो भयो मलाई थाहा छैन, तर 2026 चाहिँ तपाईको र मेरो जीवन परमेश्वरसँग रहेको जीवन हुन सकेको होस्। आजको वचनको सन्देश यही हो कि हामीसँग समय थोरै छ, वर्षहरू चाँडो बितेको छ, तर अब आउने वर्षको लागि अझ हामी परमेश्वरको राज्यको लागि कसरी आफ्नो जीवनलाई प्रयोग गर्न सक्छौं, कसरी ख्रीष्टको नजिक हुन सक्छौं र कसरी परमेश्वरको महिमा हाम्रो जीवनबाट हुँदछ, यो कुरालाई फोकस गरेर हामीले जिउनु पर्दछ। प्रियहरू, यो समयमा 2026 मा हामीले तीनवटा कुरा गरौँ। एक, परमेश्वरको नजिक कसरी हुने भन्ने कुरालाई हामीले सोचौं, विचार गरौँ, त्यही अनुसार हामीले व्यवहार गरौँ। दोस्रो, हाम्रो विश्वासी सर्कलमा हाम्रो मण्डली भित्रका सदस्यहरूसँग कसरी हामीले सम्बन्धलाई बढाउने भन्ने कुरालाई हामीले विचार गरौँ। र तेस्रोमा छ हामी कसरी छिमेकीहरूसँग, प्रभुलाई नचिनेका मानिसहरूसँग सम्बन्ध अगाडि बढाउने, ताकि हाम्रो जीवनबाट उनीहरूको जीवनमा सुसमाचार पुग्न सकोस्। पहिलो कुरा छ परमेश्वरसँगको सम्बन्ध नजिक हुने कुरा। याकुब 4:8 ले भने चाहिँ, परमेश्वरको नजिक आऊ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। प्रियहरू, परमेश्वर जबरजस्ती तपाईको नजिक आउनुहुन्न। यदि विशेष बोलावट छ भने प्रभुले त्यो अनुग्रह देखाउनुहुन्छ, तर सबैको लागि यो कुरा लागू हुँदैन। त्यसकारणले गर्दाखेरि चाहिँ तपाईहरुको आफ्नो चाहना, आफ्नो इच्छा परमेश्वरतिर हुनुपर्दछ। परमेश्वरले तपाईलाई र मलाई स्वतन्त्र इच्छा दिनुभएको कारणले गर्दाखेरि अदनको बगैँचामा आदम पनि स्वतन्त्र इच्छामा थियो, त्यसै कारणले उसले अनाज्ञाकारितालाई चुन्यो। तर प्रियहरू, तपाई र मैले आज्ञाकारितालाई चुन्नु आवश्यक छ। परमेश्वरले पछि पाप आइसकेपछि कैनलाई भन्नुभयो, यदि तैले खराबीलाई नै तैले साथ दिइस् भने खराबी तेरो सामुन्ने नै भइराख्छ। त्यसकारणले गर्दाखेरि प्रियहरू, तपाईले र मैले जहिले नि परमेश्वरको कुरालाई फोकस गर्नु आवश्यक छ, परमेश्वरको कुरालाई साथ दिनु आवश्यक छ, वचनका कुराहरूलाई साथ दिनु आवश्यक छ। आज तपाईले र मैले दोमनका कुराहरू होइन, तर परमेश्वरतिर मात्र मन लगाएर, संसारतिरको मन होइन तर परमेश्वरतिरको कुराहरूलाई, स्वर्गको कुराहरूलाई मन लगाएर जिउने जीवन तपाईले र मैले जिउनु पर्छ। हामी परमेश्वरको नजिक कसरी हुन सक्छौं? 2026 मा परमेश्वरको नजिक हुनको लागि तपाईले र मैले गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, त्यो हो बाइबल अध्ययन। प्रियहरू, सम्बन्ध जहिले पनि कुराकानीमा आधारित हुन्छ। तपाई कोसँग बढी कुराकानी गर्नुहुन्छ, त्योसँग तपाईको र मेरो सम्बन्ध बलियो हुँदै जान्छ। तर म तपाईलाई बताउन चाहन्छु, तपाई र म परमेश्वरसँग हाम्रो सम्बन्ध बलियो भएको होस्, कुराकानी बलियो भएको होस्, तर त्यसको लागि तपाईले र मैले परमेश्वरको आवाजलाई सुन्नुपर्ने हुन्छ। कतिको परिवारहरू टिक्दैन, किन? उनीहरूसँग कन्भर्सेसन हुँदैन। कतिको परिवारहरू एकदमै बलियो हुन्छ, किन? उनीहरूको कन्भर्सेसन बढी भइरहेको हुन्छ। यदि तपाईको र मेरो साथी जो छ नजिकको, उनीहरू कसरी नजिक हुन्छ? कन्भर्सेसन बढी भएको कारणले। तर यदि कन्भर्सेसन, कुराकानी नै भएन भनेदेखि चाहिँ सम्बन्धहरू
टाढिँदै जान्छ। परमेश्वरसँग पनि यही कुरा लागू हुन्छ। परमेश्वर व्यक्ति हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि तपाईँले र मैले उहाँसँग सम्बन्ध गाँच्नु आवश्यक छ। कसरी? उहाँको आवाजलाई सुनेर। उहाँको आवाज कसरी सुन्न सक्छौँ प्रियहरू? उहाँको आवाज सुन्ने एउटै मात्र तरिका हो पवित्र शास्त्र बाइबल। जबसम्म हामीसँग बाइबल छ, परमेश्वरको आवाज हामीसँग छ, हामीलाई अरू कुनै कुराको खाँचो र आवश्यकता पर्दैन। र बाइबलले नै तपाईँलाई र मलाई परमेश्वरको इच्छा, परमेश्वरको विचारलाई बुझ्नलाई सहायता पुर्याउँदछ। त्यसकारणले बाइबल अध्ययन भनेको चाहिँ प्रभुको आवाज सुन्नु हो। अनि प्रभुको आवाज सुन्ने ह्याबिटलाई तपाईँले र मैले विकास गर्नुपर्दछ। यो चाहिँ भयो परमेश्वरको आवाज हामीले सुन्ने कुरा बाइबलबाट। तर प्रियहरू, उहाँको आवाज मात्र सुनेर हुँदैन, तर हामीले उहाँसँग पनि कुराकानी गर्नुपर्दछ। कसरी हामी उहाँसँग कुराकानी गर्न सक्छौँ? प्रार्थनाद्वारा। प्रार्थनाद्वारा हामी उहाँसँग कुराकानी गर्न सक्छौँ। प्रियहरू, प्रार्थना चाहिँ केवल एउटा फर्मुला मात्र होइन, तर यो त कुराकानी हो पितासँग। किनकि ख्रीष्ट येशूद्वारा हामी परमेश्वरको सन्तान भएका छौँ। उहाँले हामीलाई आफ्नो छोराछोरी भन्न उहाँ लजाउनुहुन्न। त्यसै कारणले गर्दाखेरि हामीले उहाँलाई अब्बा अथवा पिता भन्नलाई पनि हामी लजाउनु पर्ने आवश्यक छैन। त्यस कारणले गर्दाखेरि प्रियहरू, म तपाईँलाई यो उत्साह दिन चाहन्छु कि उहाँसँग कुराकानी गरिराख्नुहोस्, किनकि उहाँ हाम्रो पिता हुनुहुन्छ। अनि यो चाहिँ प्रार्थनाद्वारा। त्यही भएर परमेश्वरसँगको नजिक आउनुको लागि उहाँको वचन र परमेश्वरसँग कुराकानी गर्नको लागि चाहिँ हामीले प्रार्थना, यो दुईटा कुरालाई गर्यो भने परमेश्वर हाम्रो नजिक हुनुहुनेछ। अनि यो 2000 वर्ष आशिष हुनेछ। अनि दुःखमा सुखमा उहाँ हाम्रो साथमा हुनुहुनेछ। पहिलो कुरा यो भयो भने दोस्रो कुरा छ हामी हाम्रो विश्वासी समुदायसँग नजिक हुनु आवश्यक छ। मण्डली भित्र एकले अर्काको लागि प्रार्थना गरिदिने, एकले अर्काको लागि उत्साह दिने हामीले गर्नुपर्छ। कतिलाई त सायद मण्डलीमा आफ्नो विश्वासीहरूको, आफ्नो सर्कलको, आफ्नो विश्वासीहरूको नाम पनि थाहा छैन होला। त्यसकारणले नाम मात्र थाहा पाएर हुँदैन प्रियहरू। उनीहरूलाई 1 to 1 भेट्ने, उनीहरूलाई उत्साह दिने जीवन तपाईँको र मेरो जीवन हुन आवश्यक छ। अनि प्रियहरू, तेस्रोमा छ संसारको मानिसहरूसँग हाम्रो सम्बन्ध हुन आवश्यक छ। हामी यस्तो समाजमा छौँ जहाँ समुदायसँग अनि हाम्रो छिमेकीसँग झगडा गर्दै बसिराख्ने समुदायबाट हामी आएका हौँ। तर बाइबलले हामीलाई नुन र ज्योतिको संज्ञा दिएको कारणले गर्दाखेरि, तपाईँ र म नुन र ज्योति भएको कारणले गर्दाखेरि छिमेकीहरूसँग असल व्यवहार गर्न आवश्यक छ, ताकि उनीहरूको जीवनमा सुसमाचार पुगोस् र उनीहरूले तपाईँको र मेरो जीवनलाई देखेर परमेश्वरको महिमा गरून्। प्रियहरू, हामीले पढ्ने बाइबल यो हो। तर जब हामीले यो बाइबल अरू मान्छेलाई दिन्छौँ, उनीहरूले पढ्दैन, तर उनीहरूले हाम्रो जीवनलाई पढ्छ। यदि वचन हाम्रो जीवनमा छ भने वचन देखिन्छ अनि उनीहरूले अदृश्य रूपमा वचनलाई देखिरहेका हुन्छन्। त्यसकारणले गर्दाखेरि मानिसहरूसँग, विशेष जसले प्रभुलाई चिनेका छैनन्, उनीहरूसँग पनि हाम्रो सम्बन्ध राम्रो हुनु आवश्यक छ। त्यसकारणले प्रियहरू, हाम्रो सम्बन्ध परमेश्वरसँग राम्रो, विश्वासीहरूसँग राम्रो र छिमेकीसँग राम्रो हुनु आवश्यक छ। अनि यो भयो भने सायद हामीले अर्थपूर्ण जीवन जिउँछौँ र 2026 हाम्रो लागि आशिषमय हुनेछ र हाम्रो जीवनबाट धेरै फल फल्नेछ। अनि अन्तिमको दिनमा, न्यायको दिनमा प्रभुले हामीलाई स्वीकार अथवा उहाँले हामीलाई मेरा पिताका धन्यका हौ आओ भनेर उहाँले हामीलाई स्वागत गर्नुहुनेछ। 2026 तपाईँहरूको लागि आशिषमय होस्। र यो भिडियोबाट तपाईँ आशिषित हुनुभएको छ भने आफ्नो मित्रहरूलाई पनि सेयर गरिदिनुहोस्। सबलाई जय मसीह।